Hello and namaste. Welcome back to my channel once again. आज म बिहान उठेर जाँदैछु मर्निङ वाकमा। बिहान उठ्न चाहिँ अति नै गाह्रो हुने रहेछ, तर के गर्नु, उठ्नै पर्यो। अनि मैले बाटोमा देख्यो ब्युटिफुल सनराइज हेर्दै हेर्दै म हिँड्दै पुगेँ घरमिटार। यो चाहिँ हो सन्देश। जाडो भएर आउँदैन। अब हामी घर फर्किन लागेको। के भन्नु छ सन्देश? आज सर्टकटबाट जान लागेको हो। यो चाहिँ सर्टकट बाटो चाहिँ डाइरेक्ट ओह्रालो बाटो हो। अनि जङ्गलको बाटो हिजो
चाहिँ हामी उता साइडमा गएको थियौँ आज यहीँ अब हामी डेली फर्किँदाखेरि यही बाटो हिँड्छौँ अनि आज चाहिँ मर्निङ वाक च्यालेन्जको 3rd डे हो आज चाहिँ एउटा नयाँ फ्याक्ट पनि लाग्छ आज हामी छिटै मर्निङ वाकको लागि माथि आएको थियो फ्याक्ट चाहिँ के भन्ने दिदी छिटो उठ्यौँ भन्नु आज चाहिँ मेरो डे 4 अनि सन्देशको डे 3 हो मैले बिहान चाहिँ भिडियो गरेन किनभने अँध्यारोमा अलिकति नराम्रो आउँछ अब हामी चाहिँ हामी टाढा पुगेर पनि हामी अब घर जान लागेको आज फेरि हामी जङ्गलको बाटो जाँदैछौँ जङ्गलको बाटो गएको यो पछाडिको खुट्टाको घाउ चाहिँ डेन्जर दुखिरहेछ दुखे पनि फेरि जङ्गलको बाटो जाने किनभने खुट्टालाई चाहिँ किन सुख दिने त नि दुःख दिउँ न त अनि यस्तो बाटो हिँड्न यसलाई पनि अब बानी बसाल्न पर्छ तपाईँहरू पनि लामाचौरमा बस्नुहुन्छ भने धार्मी डाँडा जरुर आउनु होला आउन चाहिँ प्राय सबैजना आउनुहुन्छ सबैलाई थाहा छ होला यदि नयाँ हुनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ धार्मी डाँडामा हिँड्नको लागि एकदमै राम्रो ठाउँ छ अनि तपाईँहरू ट्रेकिङ जानुहुन्छ भने हिँड्ने बानी बसाल्नको लागि आउनुहोस् यहाँ What is your happiest moment these days? Happy moment these days? Exercise my whole body with very energetic exercise. You have to know that. And Sandesh, what advice give you to your younger self? Be the best version of yourselves. And other? That's all. सुन्नुभयो सन्देशको younger self-लाई चाहिँ के advice दिन चाहन्छ भने be the best version of yourself. सबैले थाहा छ नि Yes. मैले काटिसकेँ यहाँबाट नै हेर्न यत्तिकै ठुल आँखा कि माथि माथि है राख्दा पनि है यो गोलो के हेर्न माथि माथि आछ यहाँ चाहिँ यस्तो सानो सानो सिडीहरू रहेको छ तर
अँध्यारोको टाइममा यतातिर नआउनु होला। यता जङ्गलको बाटो हो, यताबाट बाघ पनि आउन सक्छ अँध्यारोको बेला। तर कोही कोही मान्छे चाहिँ योलाई चाहिँ डियर लिएर चाहिँ डियर लिएर चाहिँ साहस गरेर यो बाटो चाहिँ आउँछन्। सनराइज देखिएको छ यहाँबाट राम्रो। अनि देख्नुहुन्छ पोखराको सहर, हेर्दा मन लाग्छ रहर। आज मैले यहाँ दाउरा पनि पाएको छ। अब घर गएर यसको आगो पालेर आगो ताप्ने हो जाडोको टाइममा। के हो त्यहाँ उस गरे त मान्छेको के हो? घर जनावरले के भन्छ थाहा? डोमेस्टिक एनिमल। यस, डोमेस्टिक एनिमल। यहाँ चाहिँ केही आए जस्तो लाग्थ्यो, यसो काटछाट भाँचाले जस्तो थियो कसैले, तर नरहेछ। प्लिज यहाँ आउँदाखेरि चाहिँ यो सुपारी गुटका करेन्ट खाएर चाहिँ यहाँ नफाल्नु होला। के हो वाट इज दिस बिहेभियर? करेन्ट यहाँ नफाल्नु होला है। करेन्ट फालेमा तपाईँलाई 50 वोल्टको झट्का करेन्टको महसुस गराउनेछ। कटुस होइन दिदी, यस्तो कटुस होइन र? जङ्गल चाहिँ यस्तो घना जङ्गल छ, हेर्न सक्नुहुन्छ यहाँको दृश्य। झरेको पातहरूलाई भनिन्छ पर्स्यौला। पर्स्यौला केलाई भनिन्छ? रुखबाट झरेको सुकेको पातहरूलाई पर्स्यौला भनिन्छ। हामीले यस्तोमा पढ्थ्यौँ नि त परिभाषा स्कुलमा। आजको दृश्य हेर्नु मेन त हामीले यस्तो परिभाषा चाहिँ हामीले साइन्समा पढ्यौँ कि यस्तोलाई यस्तो भनिन्छ। त्यो ब्लगरहरूले भन्छ नि यस्तो नि। आजको श्रृङ्खलामा यो जङ्गलको सफारी हेर्नु र मात्र एउटा डियर। ओ माई डियर। राम्रो जाम छिटो ढिलो भयो कि प्लास्टिक पनि फाल्नु भएको छ है कसैले। सकेसम्म यो चाहिँ यस्तो चाहिँ नफालिदिनु होला। म मेरो मनदेखि हार्दिक अनुरोध गर्दछु तपाईँहरूलाई। आजै पनि यस्तो बाटो छ अरे, घर जान चाहिँ लगभग त्यस्तै 10-15 मिनट लाउँछ होला। ल ओके, सी यु टुमारो बाटो घुमा। घर बस्न पनि झ्याउ लाग्ने जस्तो छ, तर के गर्नु बस्नै पर्यो। फेरि त्यहाँ वनमा गएर बसेर पनि भएन, फेसिलिटिजहरू हुँदैन। के अरे म जोगी सन्देश जस्तो होला नि, जोगी त जोगी हो सन्देश, तर कुटीमा नबसिकन सन्देश चाहिँ अहिले घरमा बसिरहेको छ। एक्सर्साइज गर्ने मेसिनहरू हो, तर चाहिँ कति 1 वर्षभन्दा पनि बढी भयो होला यतिरहेको। यहाँ पहिरो गएर अब चाहिँ यहाँ बनाउँछ जस्तो बनायो भने हामी आउँछौँ एक्सर्साइज गर्न। बाटो पनि आउन सक्नुहुन्छ, दुईवटा छ।
घर थियो होइन। अनि त्यो घर ओधारेर यहाँ प्लटिङ गर्नको लागि यहाँ जग्गाहरू खाली छ है। कसैले किन्ने भने यता आउन सक्नुहुन्छ। कति हातको कति पर्छ त्यो चाहिँ थाहा भएन हामीलाई। लगभग कति आना छ होला खै यता बिचमा चाहिँ बाटो पनि बनाएको छ घरहरूको लागि। ठुलै बाटो रहेछ है, ठुलै रहेछ। अनि यो एरिया चाहिँ कति ठुलो बनाएर रहेछ। यो यिनीहरू चाहिँ अब ठिकै एउटा घर ठ्याक्क ठ्याक्क। सन्देशको चाहिँ डे 4 आज चाहिँ एकदमै हामी थाकिएको छ। आज रोडको बाटो आउँदै हामी यस्तो रोड त्यो रोडतिर क्या बिहान बिहान चाहिँ यस्तो देखेको छ। राम्रो सनराइज हुनुवाला छ। यहाँ लामा चौरमा चाहिँ एकजना दाइ आउनुहुन्थ्यो। अनि माथि पुगेर चाहिँ बिहान बिहान हा 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 गर्दै हाँस्नुहुन्थ्यो। अनि फेरि हा 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 हा
चाहिँ आजभोलि चाहिँ बिजी हुनुहुन्छ होला। सन्देश ला छेमाको लागि दाउरा यो ला समात के यो हामी चाहिँ यो छेमाको लागि यो दाउरा लगाइदिनु पर्छ किनभने छेमाले चाहिँ त्यहाँ बिजनेस गर्नुहुन्छ कि एउटा यस्तै दाउराहरूको अनि यो देखेर छेमा अलिकति खुसी हुनुहुन्छ होला जस्तो लाग्यो कि ला समात मान्छेले देखेर गाली गर्छ कि के हो भित्र अब यो छेमाको लागि है साँप होइन यार सर्प हो खासमा त सर्प हो नि त हामीले अनि सर्प हो नि त हामीले मतलब मगरहरूले साँप भन्छ नि त तर खासमा सर्प हो तर हामी बोल्दाखेरि चाहिँ टोनहरू चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ सन्देशले चाहिँ यहाँ दाउरा चाहिँ यहाँ उस गर्न लाग किनभने यहाँको मान्छेहरूले देख्यो भने चाहिँ गाली गर्छ दाउरा लिएर जान दिँदैन यहाँको मान्छेहरूले यहाँको मान्छेहरू समितिको मान्छेहरू चाहिँ अलिकति स्ट्रिक्ट छ है स्ट्रिक्ट ओ या सन्देश भाँचिँदैन होला त्यो त भाँचिँदैन माथि हो त्यो माथि के भने चाहिँ भाँचिन्छ होला या सन्देश त बलियो हो नि त सन्देश एकदम बलियो किनभने सन्देशले 2 वर्ष चाहिँ लाउरे ट्रेनिङ गरेको थियो अरे तर अनफर्चुनेटली सन्देश लाउरे हुन सकेन है तर अब अर्कै ठाउँको चाहिँ लाउरे हुन जाँदैछ सन्देश त्यसको लागि सन्देश अल द बेस्ट But I'm not interested in Laure. छ्या मैले त्यस्तो लाउरे भनेको होइन नि त अनि कुनै कन्ट्री गएर अब केही बिजनेसहरू स्टार्ट गऱ्यो भने त अनि लाउरे भयो नि त अनि त्यस्तो भनेको के त्यस्तो होला भनेको के मैले अब भोलि चाहिँ डे 7 हो हामी डे 7मा चाहिँ अब अलिकति नौलो ठाउँ गएर यो च्यालेन्जलाई एन्ड गर्नेछौँ कता जान्छौँ भनेर तपाईँहरूलाई फेरि देखाउनेछौँ रुखबाट कमिला आएर खै कताबाट आयो कि यो कमिला रुखको हाँगाको बाटो यो दाउराको बाटो हेर्दा त छैन यो चिलाउनेको रुख त होइन नि चिलाउनेको रुख फेरि समात्यो भने चिलाउँछ यता पुरै रहेछ नि त के गर्ने यो दाउरा अब यो भित्र यस्तो रहेछ कि कमिला रहेछ कति धेरै कमिला रहेछ भाइ यतातिर भित्रबाट आएर चाहिँ कमिला यस्तो गर्नु न त माथि छ नि यो यस्तो टुप्पोमा यतातिर नै आएको छ कमिला अनि हाम्रो सन्देश भाइको चाहिँ आज चाहिँ 6 डेज भयो कस्तो लाग्यो त नि मर्निङ वाक गर्दाखेरि 6 डेजसम्म राम्रो यहाँ आएर पिकनिक गर्न पनि सकिन्छ टाइम पिकनिक अब हामी घर
जान लागेको। अब अर्को च्यालेन्ज गऱ्यो भने चाहिँ म भिडियो अपलोड गर्नेछु। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस्।